सबैमा मेरो नमस्कार। र आज चाहिँ हामी टनेल बनाउँदैछौँ। यो चाहिँ हाम्रो पुरानो टनेल हो। पुरानो टनेललाई चाहिँ मर्मत गर्दैछौँ र यसको खाँबाहरू र बलाहरू मकाएकोले गर्दाखेरि चाहिँ हामी आज 5वटा टनेलको खाँबाहरू फेर्ने कार्यक्रम हुँदैछ। र यहाँ चाहिँ हाम्रो एकदम टनेल बनाउन दक्ष भाइहरू हुनुहुन्छ र भाइहरू सँगसँगै यहाँ चाहिँ मेरो श्रीमान पनि हुनुहुन्छ र उहाँहरूले बनाएको यो छेउको खाँबा चाहिँ 8 फुटको खाँबा गाड्दाखेरि 2 फुट जमिन मुनि र 6 फुट जमिन माथि राख्नु भएको छ र बीचको खाँबा चाहिँ 9 फुट छ भन्दै हुनुहुन्छ। र यो हामीले चाहिँ 5वटा टनेलमा फेर्ने र 5वटा टनेलमा टमाटर लगाउने भन्दैछौँ। र यो सबैजनाले यो भिडियो हेर्नुहोला र यस्ता भिडियोहरू हेर्न मन लाग्छ भने मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब पनि गरिदिनु होला। हस्त नमस्ते, धन्यवाद।